सुत्केरी भएको तेस्रो दिनदेखि मैले बारीमा गएर डल्ला कुट्नु परेको छैन, स्याउला सोर्नु परेको छैन, गाईबस्तु गर्नु परेको छैन, घाँस काट्नु परेको छैन, दाउरा काट्नु परेको छैन, उकालो ओह्रालो गर्नु परेको छैन। हेर्ने कथाको यो बिरामी गाउँको कथा हेरिसके पछाडि मलाई के रियलाइज भयो भन्दाखेरि चाहिँ आई फिल सो ग्रेटफुल कि मैले यो जीवन जिउन पाइरहेको छु। हुम्देली महिलाहरूको त्यो कथा त नभनौँ, यथार्थलाई झल्काइदिनु भएकोमा चाहिँ हेर्ने कथाको टिमलाई चाहिँ एकदमै धन्यवाद भन्न चाहन्छु। जर्नलिजम के हो भन्दाखेरि चाहिँ मेरो दिमागमा सबैभन्दा पहिले आउने भनेको हेर्ने कथाको टिम नै हो। यो पुरुष प्रधान समाजमा महिलाको समस्या, विडम्बना, दुःख यो पुरुषले कहिले बुझ्न सक्दैन भनेर चाहिँ मलाई त्यो एपिसोड हेरिसके पछाडि चाहिँ रियलाइज भयो। लिटरली 12वटा छोरी जन्मिसके पछाडि पनि एउटा छोरा त चाहिन्छ भनेर त्यो स्त्रीले चाहिँ कन्टिन्युसली कन्सिभ गर्दाखेरि कति प्रब्लम हुन्छ त उहाँलाई। महिलाको समस्या महिलाले मात्रै बुझ्छ क्या, त्यो आफ्नै मनमा राखेर सजाएको भगवान्, जुन भगवान्प्रति चाहिँ आस्था छ, जुन भगवान्लाई पुज्छौँ त्यही भगवान्ले चाहिँ मेन्सुरेसन भएको बेलामा चाहिँ आफ्नो घरमा बस्यो भने चाहिँ नराम्रो गर्छ भन्ने सोचमा बसेको त्यो हुम्लेली समाजका महिलाहरूलाई त्यो छौपडी जसमा चाहिँ ढोका पनि छैन, त्यसमा दिन रात कटाउँदाखेरि कस्तो हुन्छ होला त। यस्तो चलन जब सुत्केरी भइसके पछाडि आफ्नै बुढाको घरमा पनि बस्न नपाई अरू छिमेकीको घरमा आफ्नो दिन कटाउँदाखेरि चाहिँ कस्तो महसुस हुन्छ होला त। 17-16 वर्षकै उमेरमा विवाह गरेर 17-18 वर्षको उमेरमा बच्चा जन्माउँदाखेरि छोरी मान्छेको हेल्थमा कति धेरै असर परिरहेको हुन्छ। त्यहाँ रहेको अधिकांश हुम्लेली महिलाको पाठेघरमा समस्या देखिएको छ। बिहान बेलुकाको छाक टार्न पनि गाह्रो भइरहेको बेलामा पाठेघरसँग रिलेटेड उपचार गर्नको लागि 4-5 घन्टाको यात्रा गरेर 50-60 हजारको उपचार कसले गर्ने त। त्यति पीडा सहेर बाँचेका ती हुम्लेली आमाहरूको एउटा मात्रै सपना छ कि आफ्ना छोरीहरूले त्यस्ता चालचलन चाहिँ मान्न नपरोस्। त्यो समाजमा परिवर्तन आओस्, त्यो सोचमा परिवर्तन आओस्।